हजुरहरू सम्पूर्णमा मेरो नमस्कार। आज चाहिँ म इस्कुसको तरकारी बनाउन लागिरहेको छु। अलिकता चाहिँ मैले काटी पनि सकेँ अनि बाँकी छ। यो इस्कुस चाहिँ मलाई रामेछापबाट पठाइदिनु भएको हो, उहाँहरूलाई धन्यवाद भन्न चाहन्छु। र यो मलाई अचम्म लाग्छ नि, यो इस्कुसको चाहिँ भित्रको बियाँ भन्छ त्यो हो, अनि त्यसपछि जरा, त्यसपछि यो दाना काटेर खान मिल्ने, पछि मन्टा भएपछि मन्टामै पनि खान मिल्ने, सबै खान मिल्ने तरकारी चाहिँ इस्कुस रहेछ। अनि कस्तो मलाई खुसी लाग्छ। थ्याङ्क यू प्रकृति, थ्याङ्क यू सो मच। यो पठाइदिनु हुने उहाँहरूलाई पनि धन्यवाद छ। मलाई हरियो परियो एकदमै मनपर्छ, किनभने म चाहिँ शाकाहारी हो, त्यसैले लौका, फर्सी, घिरौँला अनि सागहरू सबै मनपर्छ। साग त म आफू पनि लाउँछु। मलाई रहर लागेर यो चाहिँ म रोप्छु। पहिला पनि रोपेको थिएँ पोहोर पनि, अब यसपालि पनि रोप्छु। अनि मन्टा खानलाई चाहिँ हुन्छ, फल्दो पनि रहेछ। यस्तो मजाले फलेको थियो कि यस्तै गरी फलेको थियो अलिअलि। योपल्ट चाहिँ छैन, म यो फेरि रोप्छु। थ्याङ्क यू सो मच मेरो भिडियो हेरिदिनु भएकोमा सम्पूर्णलाई।